नमस्कार साथीहरू, आज शुक्रबार साँझ प्रसारण हुने बुहारीको एपिसोड झन रहस्यमय र रोमाञ्चक बन्ने सङ्केत देखिएको छ। रामलाई मरेको ठानेर गुण्डाहरूले खोलामा फालिदिए। डाक्टरको भेषमा आएका ती गुण्डाहरूले यस्तो किन गरे? के राम साँच्चै मरेका हुन् कि उनी अझै जीवित छन्? उता रामकी श्रीमती कमला र मुना अहिले ठूलो पीडामा छन्। उनीहरूलाई रामको वास्तविक अवस्थाबारे केही थाहा छैन। अब उनीहरूले सत्य पत्ता लगाउन सक्लान् त? अर्कोतर्फ सबैभन्दा ठूलो रहस्य बनेर एउटी नयाँ महिला कथामा प्रवेश गरेकी छिन्। आखिर उनी को हुन्? किन अचानक उनको प्रवेश भयो? उनी रामको जीवनसँग जोडिएकी पात्र हुन् कि नयाँ मोड ल्याउने शक्तिशाली पात्र? अब कमलाले सत्यको खोजी कसरी अगाडि बढाउलिन्? के गुण्डाहरूको पर्दाफास हुनेछ कि अझै ठूलो षड्यन्त्र खुल्न बाँकी छ? यी सबै प्रश्नको उत्तर आजको विशेष एपिसोडमा खुल्न सक्छ। तपाईको विचारमा नयाँ महिला को हुन सक्छिन्? राम बाँचेका छन् कि छैनन्? आफ्नो अनुमान कमेन्टमा अवश्य लेख्नुहोस्। भिडियो मन परे लाइक, शेयर र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्। धन्यवाद।